मर्निङको भ्यू चाहिँ यस्तो छ है। अन्त गुड मर्निङ एभ्रिवान है। सो आज चाहिँ म एकदम अर्ग्यानिक वेमा तपाईँहरूलाई अचार पिसाएर देखाउनेवाला छु है। अन्त अचार चाहिँ त्यसको भन्दाखेरि चाहिँ यता हेर्नुहोस् न, चरा डल्ले खोर्सानी र यो टमाटरको चाहिँ म अचार पिस्नेवाला छु। सो अब लेट्स सी है त, एकदम सिलौटो र यो पिस्ने अचार पिस्ने होइन। सो अब पुट फर्स्ट चाहिँ डल्ले खोर्सानी अन्त मेरो भिडियो गर्नेछु नि, मेरो मम्मी हो होइन। सो यहाँ बोल्दैछ खोर्सानी चाहिँ झर्ला नि भन्दैछ आमाले होइन। सो यति चाहिँ नुन हाल्नुपर्छ होला होइन। मैले माथिदेखि स्टार्ट गरेको किनभने यो सिलौटो मुनि सर्छ नि त, यहाँ पनि ट्राई गर्छु है त। मैले रुख टमाटरको अचार रेडी गरिसकिसकेँ। यस्तो भएको चाहिँ रुख टमाटरको अचार चाहिँ। अन्त हेर्नुहोस् त फुल प्रेटी फुल यहाँ छ हो। सो अचार चाहिँ रेडी भइसकिसकेको छ यहाँ छ होइन। सो अहिले चाहिँ म स्कुप गरेर चाहिँ यहाँ हाल्नेवाला छु हो। रेडी खानुको लागि हो। अन्त रुख टमाटरको अचार चाहिँ यसरी नै अलिक रय पिस्नुपर्छ अरे होइन। यसरी चाहिँ टेस्ट राम्रो आउँछ अरे रुख टमाटरकै। तपाईँहरूले यसरी नै पिस्यो भने चाहिँ छ नि रुख टमाटरको टेस्ट एकदमै राम्रो आउँछ अरे। त्यो चाहिँ मेरो मम्मी आपाहरूले पहिलादेखि हामीलाई सानो हुँदादेखि भन्नुहुन्थ्यो है। सो हामी चाहिँ यसरी पिस्छ है रुख टमाटरको अचार। सो तपाईँहरूले कसरी पिस्छ रुख टमाटरको अचार है, डु लेट मी नो इन द कमेन्ट्स। हेर्नुहोस् त अर्ग्यानिक वेमा